त्यो मान्यता हामी राख्दछौँ। श्रम संस्कृति पार्टीले त्यो मान्यता राख्दछ। त्यसो भएको कारणले गर्दाखेरि देशको स्वाधीनता, भू राजनैतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धि सम्झौता एमसीसीलाई खारेज गर्नुपर्दछ भनेर म माग गर्न चाहन्छु। 2 नम्बरमा सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूले गरिरहेको गतिविधिलाई सक्रिय रूपमा नेपाल सरकारले निगरानी राख्नुपर्दछ र संयुक्त राष्ट्र सङ्घ लगायतका निकायहरूमा गएर हाम्रो देशका 4 किल्ला कति हो त हाम्रो भूगोल भन्ने सिमाना यकिन गरेर सिमानाको रक्षार्थ नेपाली सेनालाई खटाउनु पर्दछ भन्ने म माग राख्न चाहन्छु। नेपाली जनताले यो माग राखेको कुरा म जानकारी गराउन चाहन्छु। जनताले सोझै चुन्न पाउने प्रत्यक्ष कार्यकारीको चुनाव गर्नेतर्फ सरकारको नीति तथा कार्यक्रम अगाडि बढोस्। यदि सरकारले 2/3 नजिकको सरकारले त्यो कुरा अगाडि सार्छ भने त्यसमा हामी सबैले सहयोग गर्नुपर्दछ। नम्बर 4, जेनजी आन्दोलनमा डिस्कोड चलाएर जेनजी बालबालिकाहरूलाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काएर हिंसात्मक बनाउने, आन्दोलनमाथि अन्धधुन्ध गोली चलाएर दमन गर्ने, 23 गतेको घटना घटाउने, साथै 24 गते सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत जस्ता सरकारी भवनहरू जलाउने कृत्य गर्ने मान्छेहरूलाई पनि तपाईको चाहिँ नि के अरे कारबाहीमा ल्याउनका लागि उच्च स्तरीय छानबिन समिति आयोग गठन गर्नका लागि हामी माग गर्दछौँ। 5 नम्बर, सम्पत्ति छानबिन तथा शुद्धिकरण अभियान सुरु गर्नुपर्दछ। सबैभन्दा पहिला अहिले सरकारमा रहेका मन्त्री परिषदका सम्पूर्ण मन्त्रीहरू, सांसदहरू, हामी सबैजना सबैको तपाईको चाहिँ नि के अरे हाम्रो सम्पत्ति छानबिन हुनुपर्दछ। हामीबाट सुरु गर्नुपर्दछ त्यो चिज। किनभने हामी नियम कानुन बनाउने भने हामीबाटै त्यो कुरा लागू भएर जानुपर्दछ। हामीले बनाएको नियम कानुनले अरूलाई मात्रै ठ्याङ्ग्रोमा कस्ने खालको व्यवहार हामीले गर्नु हुँदैन भन्ने माग राख्दछु। शिक्षालाई जीवनोपयोगी बनाउनु पर्दछ। उत्पादन, निर्माण र आविष्कारसँग जोड्नु पर्दछ शिक्षालाई। शिक्षा भन्ने बित्तिकै कथा पढ्ने विषयवस्तु होइन, त्यो भन्ने बित्तिकै उत्पादन, निर्माण र आविष्कारसँग जोडिनु पर्दछ भन्ने हाम्रो माग हो। त्यसतर्फ सरकारले ध्यान दियोस्। हप्तामा 3 दिन मात्रै थ्योरी पढ्दाखेरि हुन्छ, 4 दिन विद्यार्थीले उत्पादन, निर्माण र आविष्कारसँग जोडेर क्रियाकलापहरू गर्न सक्नुपर्दछ। त्यो खालको जीवनोपयोगी शिक्षा लागू गरिनुपर्दछ भन्ने हामी माग राख्दछौँ। 7 नम्बरमा खेतीबारीको समस्या हल नगरी देशको आर्थिक समस्या हामीले सुल्झाउन सक्दैनौँ, आर्थिक उन्नति हुन सक्दैन। त्यसो भएको कारणले कृषिमा देखिएका समस्याहरू पहिचान गर्ने र समस्या हल गर्ने सबै खालका तपाईको प्राविधिक उपायहरू अपनाउने काम गरिनुपर्दछ भन्ने ध्यान आकर्षण गराउन चाहन्छु। नम्बर 8 मा कम्तीमा एक पालिकामा एउटा उद्योग हुनुपर्दछ, एक परिवारमा एकजना रोजगार हुनुपर्दछ। त्यो खालको नीति हामीले अपनाउनु पर्दछ। बन्द गरिएका उद्योगहरूलाई पुनः सञ्चालन गर्ने साथै नयाँ उद्योगहरूको स्थापना गर्ने नीति तथा कार्यक्रम सरकारले ल्याउनु पर्दछ भन्ने ध्यान आकर्षण गर्न चाहन्छु। 9 नम्बरमा जनताको सेवा सुविधा, विकास र समृद्धिमा सार्वजनिक हितका लागि प्राकृतिक स्रोत साधन ढुङ्गा, गिटी, माटो, खोला, नाला, खानी, खनिज, वन जङ्गल जस्ता स्रोत साधनका सदुपयोग गर्न पाउने गरी सहज किसिमको चाहिँ नियम कानुन बनाउनु पर्दछ।